हेलो सम्पूर्णलाई नमस्कार। मेरो नाम पारसमणि श्रेष्ठ। नयाँ वर्ष 2082 सालको हजुरहरूलाई हार्दिक मङ्गलमय शुभकामना। देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी बुवा आमा इष्टमित्र हजुरहरूलाई 2082 सालको हार्दिक मङ्गलमय शुभकामना। हजुरहरूले आँटेको ताकेको तथा इच्छाएको हरेक कुराहरू सकारात्मक ढङ्गले परिपूर्ण होस् भन्दै मैले आजको टपिक सुरु गरेँ है त। र आजको टपिक रहेको छ 2082 सालका गर्न सकिने 20 सङ्कल्पहरू है। प्रत्येक साल फेरिन्छन्, महिना फेरिन्छन्, पात्र फेरिन्छन्, ती आफ्नो ठाउँमा छन्। ऋतु फेरिन्छन्, वर्षा फेरिन्छन्, हरेक समय चेन्जिङ हुन्छ। समयअनुसार हामी पनि चेन्ज हुनुपर्छ। हामीले समयअनुसार आफूलाई चेन्ज पनि गराउनु पर्ने हुन्छ। कति मान्छेहरू आफूलाई चेन्ज गर्न नसकेर कोही पुरानै शैलीमा ढल्किरहेका हुन्छन्, आफ्नो अमूल्य जीवनलाई खेर फालिरहेका हुन्छन्। त्यो हिसाबले चाहिँ आफ्नो समयलाई सही सदुपयोग गर्नुहोस् भन्ने उद्देश्यले मैले यो भिडियो लिएर आएको हुँ। भिडियोको मेन उद्देश्य आफ्नो जीवनमा सङ्कल्पहरू गर्नुहोस्, सङ्कल्पको लागि प्रयास गर्नुहोस्, आफूलाई चेन्ज गर्नुहोस्, समयअनुसार ढाल्नुहोस्, अगाडि बढ्नुहोस्। त्यही नै त हो जिन्दगी है। त्यही 20 सङ्कल्पहरू लिएर आएको छु जुन चाहिँ हजुरहरूले आफ्नो जीवनमा अपनाउन सक्नुहुनेछ। ल भिडियो सुरु गरेँ है त मैले। सर्वप्रथम सङ्कल्प छ बिहानै सबेरै उठ्ने। मान्छे आफ्नो स्लिपिङ प्याटर्न हुन्छ, उहाँहरू दैनिक 6 घन्टा 7 घन्टा 8 घन्टा सुत्ने बानी गर्नुहुन्छ। कोही बिहानै उठ्नुहुन्छ 4-5 बजे, कोही चाहिँ अलि ढिलो उठ्नुहुन्छ। कलेज जानेहरू त्यही अनुसार उठ्नुहुन्छ, डे कलेजकोहरू त्यही अनुसार उठ्नुहुन्छ, जबवालाहरू त्यही अनुसार, आमा बुवाहरू त्यही अनुसार गर्नुहुन्छ। तर सक्रिय मान्छेहरू सबैभन्दा बिहानै 4 बजे 5 बजे उठ्न सक्नुभयो भने आफ्नो जीवनमा थोरै भए पनि एक्स्ट्रा टाइम मिले जस्तो अनुभव हुन्छ। हुन त सबैलाई मिलेको 24 घन्टा हो, तैपनि 4-5 बजे उठ्नु भने आफ्नो नित्यकर्म ज्ञान ध्यान तथा दिनभरिको प्लान गर्ने, यो आज यो गर्छु, भोलि त्यो गर्छु, एकछिनपछि यो गर्छु भन्ने प्लान बनाउन सक्नुहुन्छ। त्यही भएर सर्वप्रथम मैले चाहिँ सबेरै उठ्ने एउटा सङ्कल्प देखेको छु है, जुन चाहिँ तपाईँले आफ्नो व्यक्तिगत जीवनमा अपनाउन सक्नुहुन्छ। दोस्रो रहेको छ हप्तामा एक दिन नो स्क्रिन डे। हामी चाहिँ दैनिक मोबाइलमा 5-7 घन्टा बिताइरहेका हुन्छौँ। यो टिनेजरदेखि लिएर हामी एडल्ट साथसाथै वृद्ध मानिसहरू पनि मोबाइलमा झुन्डिएको देख्छु मैले चाहिँ। यो मोबाइलले गर्दाखेरि तपाईँको व्यक्तिगत जीवनमा मानसिक तपाईँले कति असर परेको छ भन्ने कुरा त्यो एकदम धेरै मोबाइल चलाउनेहरूलाई मात्रै थाहा होला। यो भनेको एउटा एडिक्सनको पार्ट हो। तपाईँ पहिला चुरोट खाँदा एडिक्सन भन्नुहुन्थ्यो, रक्सी खाँदा एडिक्सन भन्नुहुन्थ्यो। यो अहिलेको मोबाइल भनेको पनि अहिलेको जुन हाम्रो जेनेरेसनको लागि यो एकदम एडिक्सनको पाटो भइसकेको छ। मोबाइल नभइकन मान्छेहरू कहीँ पनि जाँदैनन्, कहीँ गए पनि मोबाइल लिएर जान्छन्। आजकल बोल्नुभन्दा धेरै मोबाइलमै व्यस्त भएको देखिन्छ। त्यही भएर हप्ताको एक दिन नो स्क्रिन डे राखेर आफ्ना दोस्रो नम्बरको सङ्कल्प पुरा गर्न सक्नुहुनेछ। स्क्रिनै नभएको दिन आफ्नो फ्यामिलीसँग समय बिताउनु पायो, आफ्नो दिमागलाई के छ भनेर वरपर के छ भनेर ध्यान दिन पाइयो। त्यही भएर सकेसम्म हप्तामा एक दिन नो स्क्रिन डे राख्नुहोला। त्यसै गरी तेस्रो नम्बरमा छ दैनिक 30 मिनट व्यायाम। तपाईँ जागिर त खानुहुन्छ, टन्न पैसा पनि कमाउनुहुन्छ होला। कतिपय गाउँघरमा हुनुहुन्छ, कतिपय सहरमा हुनुहुन्छ, कतिपय विदेशमा हुनुहुन्छ। तर व्यस्त जीवन सँगसँगै आफ्नो इन्कम गर्ने उद्देश्यले आफ्नो स्वास्थ्यको लापरवाही कति भएको छ भन्ने कुरा धेरैलाई थाहा हुँदैन। पछि एकैचोटि अचानक पत्थरी हुन्छ, अचानक खुट्टा दुख्छन्, हात दुख्छन्, शरीरमा फोकाहरू आउँछन्, अथवा विभिन्न रोगहरू जस्तै कोलेस्ट्रोलहरू, सुगरहरू देखिन्छ। यी सबै नदेखिउन् भन्ने उद्देश्यले चाहिँ मैले दैनिक रूपमा आफ्नो शरीरलाई 30 मिनट व्यायाम गर्न हजुरहरू समक्ष आग्रह गर्दछु। यति गर्नुभयो भने तपाईँलाई धेरै रोगहरूको निवारण समयमा हुन्छ, रोग लागेको पनि समयमा थाहा हुन्छ। मुख्यतः रोग लाग्दैन। त्यही भएर यही 2082 सालदेखि 30 मिनट आफ्नो दैनिक जीवनलाई व्यायाममा परिणत गर्नुहोस्, अगाडि बढ्नुहोस् है त। चौथो रहेको छ पढ्ने बानी बनाउने। महिनाको एउटा किताब होइन। मान्छेहरू आफ्नो व्यक्तिगत
क्लासका एकाडेमिक कुराहरू त पढ्नुहुन्छ, मोबाइलमा विभिन्न कुराहरू पढ्नुहुन्छ, हेर्नुहुन्छ, दैनिक तपाईको राजनीतिका कुराहरू हेर्नुहुन्छ, अपडेटहरू हेर्नुहुन्छ, राशिफलहरू हेर्नुहुन्छ, साथसाथै मन परेका कुराहरू हेर्नुहुन्छ फेसबुकहरुमा। तर आफ्नो व्यक्तित्व विकास गर्नलाई, आफ्नो आत्मसम्मान गर्नलाई एउटा मासिक एउटा एक्स्ट्रा किताब जुन कि तपाईको व्यक्तित्व विकास पनि होस्, शारीरिक विकास होस्, मानसिक विकास होस्, त्यो चारै तरिकाबाट सफल हुने किताबहरू मासिक एउटा चाहिँ पढ्ने बानी बसाल्नुहोस्। यसले गर्दा चाहिँ तपाईको चौतर्फी विकास हुन जान्छ। यो चाहिँ मैले विशेष गरी टिनएजर र हामी जस्ता एडल्टहरूलाई मैले आग्रह गरेँ। बुढाबुढीहरूले त पहिलाको मान्छेहरू आजकल मोबाइलतिर नभए पत्रपत्रिका पढिरहेको देखेको हुन्छु। बुवाहरूले विशेष गरी, आमाहरू अब गृहिणी गर्दा गर्दै ठिक हुन्छ। अर्को 5औं नम्बरमा रहेको छ मनपर्ने स्किल सिक्नुहोस्। अब उमेर गयो के सिक्नु अथवा व्यस्त छु के सिक्नु, इच्छा त थियो, उमेरमा गिटार बजाउने इच्छा थियो, उमेरमा नाच्न सिक्ने इच्छा थियो, उमेरमा गाउन सिक्ने इच्छा थियो भन्दै हामीले कतिपय कुराहरू बेलैमा छोडेका हुन्छौँ। उमेर टिनेजरमा सिक्न मन लाग्छ, पाइँदैन, कहिले पैसा हुँदैन, कहिले समय हुँदैन, विशेष गरी पैसा हुँदैन। जब उमेरमा पैसा कमाउन थाल्नुहुन्छ त्यही 9 to 5 जब गर्यो, आयो, रेस्ट गर्यो, त्यही रिपिटेसन बढिरहेको हुन्छ। त्यो अनुसार आफ्नो थोरै भए पनि पैसा छुट्याउनुहोस्। पैसाले भ्याउँदैन भने मोबाइलहरुमा धेरै कुराहरू सिक्न पाइन्छ, मोबाइलबाट सिक्नुहोस्। आफ्नो मन परेको स्किल्स जस्तै कुकिङहरू हुन सक्छन्, गिटार बजाउने हुन सक्छन्, दुनिया दिवाना कुराहरू हुन सक्छन्। यो सिक्दै जानुहोस्। सिक्ने भन्ने कुरा उमेरले छेक्दैन, तपाईको इन्स्टिट्युटहरूले पनि छेक्दैनन्। उहाँहरूले जहिले पनि वेलकम गर्नुहुन्छ हजुरहरूलाई। अर्को 6 नम्बरमा रहेको छ आफ्नो आय व्यय अर्थात् खर्च आम्दानीको ट्र्याक गर्ने। आफ्नो इन्कम एक्सपेन्सेसहरू ट्र्याक गर्नुभयो भने तपाईको पैसा कता गइरहेको छ, केमा बढी खर्च भइरहेको छ, कताबाट जोगाउने भन्ने कुरा हजुरहरूलाई आइडिया हुन्छ। किनभने तपाईको खर्च गरिसकेको रक पैसा मात्रै सेभिङ हुँदैन, खर्च हुनै नदिन पनि सेभिङका माध्यम हुन सक्छन्। त्यो हिसाबले आफ्नो खर्च केमा बढी भइरहेको छ, केमा बढी आम्दानी भइरहेको छ भन्ने कुरा रेकर्ड राख्नुभयो भने तपाईको दैनिक जीवन सरल हुन जान्छ है। अनि प्रत्येक दिन 20-30 मिनेट ध्यान गर्ने। आफू व्यस्त जीवनशैली बिताइरहेको हुन सक्नुहुन्छ। कतिपय काम गर्दा गर्दै डिप्रेसनमा, एन्जाइटीमा पुग्नुहुन्छ। त्यो हिसाबले आफूलाई समय निकाल्नुहोस् है। मैले अघि नै भनिसकेँ, आधा घण्टा व्यायाम गर्नुहोस्, 20-30 मिनेट ध्यान गर्नुहोस्। यसले गर्दा चाहिँ तपाईको माइन्ड फ्रेस हुन जान्छ, कामप्रति एकाग्रता बढ्न जान्छ, आफ्नो कामलाई सन्तुलन गर्न सक्नुहुन्छ, आफ्नो चारतिरको ध्यानलाई एकाग्र गरेर अगाडि बढ्न सक्नुहुन्छ। कमसेकम 10 मिनेटदेखि आधा घण्टासम्म ध्यान बस्दिनु भयो भने तपाईका धेरै कुराहरू, एन्जाइटी, डिप्रेसन, माइग्रेनहरूबाट टाढा रहन सक्नुहुन्छ है। अर्को कुरो रहेको छ टार्ने बानी हटाउने। अहिले चाहिँ हामीले सामान्य एउटा काम पाउनुहुन्छ, घरमा होस् या पर, ल अहिले सर एकछिनपछि गर्छु, ल मम्मी भोलि गर्छु, ल बहिनी भोलि गर्छु भन्ने बानीले हामी सामान्य 5 मिनेटमा भ्याइने कामलाई आधा घण्टा लगाइरहेका हुन्छौँ, अथवा आजको कामलाई भोलिको कामलाई पर्सि, त्यस्तो गरिरहेका हुन्छौँ। यस्तोले गर्दाखेरि यो काम त मैले हिजै गरेको भए, आज मलाई समय मिल्ने थियो, यो त भर्खरै गर्न सकिँदो रहेछ, 2 मिनेट लाग्ने कामलाई मैले 2 दिन लगाएँ भन्ने पश्चाताप बाहेक अरू केही हुने छैन। यसले गर्दा चाहिँ सकेसम्म टार्ने बानी हटाउनुहोस्। डेडलाइनभन्दा अगाडि नै काम गर्ने बानी गर्नुहोला। अनि अर्को रहेको छ आफ्नो लक्ष्य, भनौँ न एमलाई पेपरमा लेख्ने र ट्र्याक गर्ने। अब मलाई केही बन्न मन छ भने म त यो बन्छु भन्ने माइन्डसेटमा त हुन्छ, तर त्यही अनुसार आफू लागि परेको छु अथवा छैन भन्ने कुरा एउटा पेपरमा लेखेको कुराले जनाउँदछ। मलाई के बन्नु छ, ब्याङ्क म्यानेजर बन्नु छ भने मैले कतै लेखेको छु भने म त यो ट्र्याकमा छु कि छैन भनेर तपाईँको ट्र्याकमा लेखिएका कुरा र आफूले गरेका कुरामा कम्पेयर गरिन्छ र त्यो बाटो लाग्ने अथवा नलाग्ने भन्ने कुरा हामीले विकास गर्न सकिन्छ है। त्यसले गर्दाखेरि आफ्ना एमहरू, आफ्ना दैनिक गतिविधिहरू लेख्ने बानी बसाल्नु होला, जसले गर्दा चाहिँ तपाईँको दिनचर्या अथवा दिन गर्दै महिना जान्छ, महिना गर्दै
वर्ष जान्छ, यो त मैले गर्छु भन्ने कुरा गर्नै सकिनँ भन्ने हुन्छ। बिचमै आफूले परिवर्तन गर्न मन लागे पनि परिवर्तन गर्न सकिन्छ। त्यसले गर्दाखेरि लेख्ने बानी बसाल्नु होला। अनि अर्को कुरा छ सामाजिक सञ्जाल कम समय बिताउने। सामाजिक सञ्जालमा कम समय बिताउने हामीले अहिलेका युवाहरू विशेष गरी गेममा, अनलाइन गेम अनि तपाईँको फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप अनि विभिन्न एप्लिकेसनहरू छन् जसले गर्दा चाहिँ साथीभाइसँग बोल्ने, ग्रुप च्याट गर्ने, नचाहिने कुरा गर्ने, गफ गर्ने, बस्ने, समय बिताउने। यो गर्दैछु साथी, त्यो गर्दैछु साथी, आज यो उता जाऊँ न, आज उता जाऊँ भन्दै समय बितेको। एकछिन 5 मिनट हेर्छु भनेको मोबाइल 5 घन्टा हेर्दा पनि हामीलाई समय गएको पत्तै हुँदैन। अहिलेको अवस्था यस्तो सिर्जना भइसक्यो कि जहाँ मान्छेहरू मोबाइलमै व्यस्त छन्। मोबाइल नहुँदाखेरि मोबाइल नै नभएको मान्छेलाई बरु इज्जत नगरिने जस्तो समाज आइसकेको छ अहिले चाहिँ। कृपया यसलाई चाहिँ लिमिटमा राख्नुहोस्। अरूको प्रगति, दुर्गति, ह्याप्पी बर्थडे, लाइक, सेयर गरेर सबैको भलो हुँदैन, आफ्नो पनि भलो गर्नु होला। अनि अर्को रहेको छ आफ्नो स्वास्थ्यको चेकअप गर्ने। सक्नुहुन्छ भने 3 महिनामा, सक्नु हुँदैन भने 6 महिना, त्यति पनि सक्नु हुँदैन भने वर्षमा एकचोटि आफ्नो स्वास्थ्यको चेकअप गराउनु होला। यो पनि तपाईँको एउटा सङ्कल्पमा राख्नुहोस्। कमाउनु त कमाउनुहुन्छ, कमाउँदै कमाएको पैसा रोग लागेर उतै खर्च गर्नु पर्यो भने त अर्थ भएन नि त। त्यो हिसाबले गर्दाखेरि प्रत्येक 6 महिनामा चेक गर्न सक्नुहुन्छ आफ्नो ब्लड प्रेसरहरू, सुगरहरू, तपाईँको डायबिटिजहरू, आफ्नो लिभरहरू, किडनीहरू चेक गर्न सक्नुहुन्छ आफ्नो आय अनुसार है। यो पनि एउटा सङ्कल्पमा राख्नुहोस्। आफ्नो ज्यान छ त सबै छ, आफ्नो ज्यानै छैन, स्वास्थ्य छैन भने त केही पनि छैन। अनि अर्को कुरा रहेको छ खानेकुरा सुधार्ने, घरमै स्वस्थ खाना बनाउने। अब हामीले नर्मल खानेकुराहरू, जङ्क फुडहरू, अब अहिले मैले धेरै जसो टिन र एडल्टकै कुराहरू गरिरहेको छु। उहाँहरूलाई चाहिँ जङ्क फुड एकदम मनपर्छ। चिप्सदेखि लिएर मोमो, चाउमिन, बर्गर इत्यादि कुराहरू जुन महिनाको एक फेरा, 2 महिनाको एक फेरा खाँदाखेरि ठिकै हो। तर दैनिक तिनै खानेकुराहरूले तपाईँको स्वास्थ्यमा कति नकारात्मक असर परिरहेको छ भन्ने कुरा अघि डक्टरहरूलाई थाहा हुन्छ कि अब तपाईँको रेगुलर एक्सर्साइज गर्नेहरूलाई, दैनिक स्वास्थ्य जीवनशैली बिताउनेहरूलाई मात्रै थाहा हुन्छ है। जिम गर्नेहरूलाई त्यसले कति असर गरेको हुन्छ भन्ने कुरा थाहा हुन्छ। त्यही भएर सकेसम्म होममेड खानेकुराहरू, आमाले बनाएका, श्रीमतीले बनाएका, भाउजू दिदीहरूले बनाएका खानेकुराहरू खानुहोस्, स्वस्थ हुनुहोस्। यसलाई पनि सङ्कल्पमा राख्न सक्नुहुन्छ। अनि अर्को रहेको छ मासिक एकपटक राम्रो काम गर्ने, जस्तै दान, धर्म, सेवा, अरूलाई सेवा, बुढाबुढीलाई सेवा गर्नु पनि एउटा धर्म हो। आफ्ना दुखी गरिबी, आफूभन्दा दुखी गरिबी कोही मानिसहरूलाई सेवा गर्न सक्नु पनि धर्मको कुरा हुन्। आफ्नो मानसिक तनावहरू हट्छन्। सक्नुहुन्छ भने मासिक गर्नुहोस्, सक्नु हुँदैन भने वर्षमा एक फेरा, 6 महिनामा एक फेरा गर्नुभयो भने त्यताबाट पनि मान्छेलाई छुट्टै सेटिस्फ्याक्सन मिल्न जान्छ। यसलाई पनि सङ्कल्पमा राख्नु होला है। अनि प्रत्येक महिना आत्मसमीक्षा गर्ने, सेल्फ इभ्यालुएसन भन्छ नि। आफूले अब रुटिन बनाउनुहुन्छ, ल म त यो गर्छु, यो महिनाभरि अथवा यो वर्षमा म यो गर्छु, यति कमाउँछु, यता घुम्छु, यो खेल्छु, यति पढ्छु भनेर जुन आफूले डेली रुटिन बनाउन थाल्नुभयो भने त्यही अनुसार गइराख्नु भएको छ कि छैन ट्र्याक गर्नु होला। त्यही अनुसार गर्नुभयो भने भोलि आफू गलत बाटोमा जाँदैछु भने आफूलाई ट्र्याकमा ल्याउन सजिलो हुन्छ। प्रत्येक महिनाको अन्तिम दिनमा आफ्नो सेल्फ इभ्यालुएसन गर्नुभयो भने आफ्नो जीवन राम्रो हुन जान्छ है। त्यसै गरी जुन काम सुरु गर्छौँ त्यसलाई पुरा गर्ने बानी बसालौँ। अब हामी युवा अवस्थामा अथवा टिन एजमा सामान्य एउटा काम, बिजनेस अथवा हरेक कुराहरू टास्क दिनु भएको हुन्छ जबमा, अथवा आफैले पनि एउटा गोल सेट गरिएको हुन्छ। त्यसमा चाहिँ कहिले पढ्ने कुरा गर्नु होला, कहिले घुम्ने कुरा गर्नु होला, कहिले घरायसी व्यवहारका कुरा हुन सक्छन्। प्रत्येक कुराहरू चाहिँ जुन सुरु गर्नुहुन्छ त्यसलाई चाहिँ अन्त्य गर्ने बानी बसाल्नु होला, जसले गर्दा चाहिँ भविष्यमा आउने तपाईँका काम तथा विभिन्न समस्याहरूलाई त्यही अनुसार हल गर्न हजुरहरू सक्षम हुनुहुनेछ। अनि अर्को कुरा रहेको छ नराम्रा बानीहरू हटाउने। यो त प्रत्येक वर्षको रिजोल्युसनहरूमा लेख्नुहुन्छ होला हजुरले, म धुम्रपान गर्दिनँ, मद्यपान गर्दिनँ, केटीहरूसँग घुम्दिनँ, केटीहरू भए केटाहरूसँग घुम्दिनँ, नराम्रो गालीहरू गर्दिनँ आफूभन्दा सानोलाई अथवा आफूभन्दा ठुलोलाई,
असभ्य भाषा बोल्दिनँ, यी सबै रिजोल्युसनमा पर्छन् होला, सामान्य रिजोल्युसनमा। यो वर्ष पनि हजुरहरूले सङ्कल्प गर्नुहोस्, उमेर अनुसार पछि पछुतो नहोस्, कसैलाई नराम्रो नभन्नुहोस्, कसैबाट नराम्रो नसुन्नुहोस्, सभ्य बोल्नुहोस्, सभ्य गर्नुहोस्। यसलाई पनि सङ्कल्पमा राख्नु होला। अनि अर्को रहेको छ आफ्नो वरिपरिका प्रकृति र वातावरण जोगाउनु। हामी मान्छे भनेको आफू मात्रै राम्रो खाने, आफू मात्रै लगाउने, आफू मात्रै राम्रो हुँदैमा चाहिँ तपाईँको सबै थोक अरूले राम्रो देख्लान्, तर जुन आफ्नो वातावरण नै राम्रो छैन भने अरूले हेर्ने नजर पनि त्यही अनुसारको हुन्छ। आफ्नो वातावरण जोगाउनुहोस्, हरियो वन नेपालको धन भने जस्तै आफ्नो वरिपरि हरियो परियो लगाउनुहोस्, वृक्षारोपण गर्नुहोस्, प्लास्टिकहरू छन् भने, फोहोरहरू छन् भने उठाएर आफ्नो डस्टबिनमा हाल्नुहोस्। बच्चाहरूलाई त्यही अनुसार सिकाउनु होला। आफ्नो वातावरण जोग्यो भने हामी मान्छे त त्यही अनुसार जोगिहाल्छौँ होइन। कृपया यो पनि सङ्कल्पमा राख्नु होला। त्यसै गरी अर्को रहेको छ सबैप्रति दयालु र सहानुभूति देखाउने। मान्छे भइसकेपछि सकेसम्म दयालु भइदिनुहोस्, आफूभन्दा सानालाई माया गरिदिनुहोस्, आफूभन्दा ठुलालाई सम्मान गरिदिनुहोस्, सहानुभूति देखाउनुहोस्, मान्छे भएर मान्छेकै काम लाग्ने बनिदिनुहोस्। यसलाई पनि सङ्कल्पमा राखिदिनु होला। त्यसै गरी परिवारसँग क्वालिटी टाइम बिताउने। आफ्नो परिवार भनेको नजिक मिल्ने साथीभन्दा बढी हुन्छ। दुःख पर्दा सुख पर्दा उहाँहरू नै हो काम लाग्ने। त्यो भएर उहाँहरूसँग राम्रोसँग बोलिदिनुहोस्, क्वालिटी टाइम बिताउनुहोस्, घुम्नुहोस्, नयाँ ठाउँमा जानुहोस्, ड्राई पिकनिक गर्नुहोस्। प्रत्येक महिना कतै नयाँ प्लान बनाउनु, नयाँ ठाउँ घुम्नु अथवा सेयरिङ गर्नु दुःख सुखहरू। दुःख पर्दा मात्रै परिवार, सुख पर्दा साथीभाइ भन्ने काम नगर्नु होला। यसलाई पनि सङ्कल्पमा राख्नु होला है। अनि अर्को रहेको छ असल सङ्गत, असल वातावरण सिर्जना गर्ने। मेन मान्छे भइसकेपछि सही साथीहरूको सङ्गत गर्नु होला, सही मान्छेहरूबाट शिक्षा दीक्षा लिनु होला, सही वातावरणमा काम गर्नु होला, जसले गर्दाखेरि आफूलाई पोजिटिभ भाइब आओस्। काम गर्दा काम गर्ने ठाउँमा हो यस्तो ठाउँमा काम गर्दैछु भन्दा आफ्नो छाती गर्वले ठुलो होस्। कोही साथीहरूलाई सहयोग गर्दाखेरि ओ यस्तो राम्रो साथीलाई मैले सहयोग गर्न पाएँ भनेर सिना चौडा होस् भन्छ नि, छाती ठुलो होस्। अनि त्यही अनुसार आफूले जस्तो वातावरण खोज्नुहुन्छ त्यही अनुसारको वातावरण सिर्जना गर्ने आफैबाट हो। त्यहीबाट सुरु गर्नु होला। यिनै थिए मेरा 20वटा सङ्कल्पहरू। मेरा भन्दा पनि मैले हजुरहरूलाई सुनाउन खोजेका, हजुरहरूले जीवनमा आफ्नो व्यक्तिगत जीवनमा लागू गर्न सक्नुहुन्छ, जुन जसले गर्दाखेरि हजुरको वर्ष यो 2082 साल एकदम राम्रो हुनेछ। हस् त यति भन्दै आजको भिडियो यहीँ अन्त्य गर्दछु। अर्को भिडियोमा अर्को टपिकसहित आउने बाचाका सहित बिदा हुन्छु। र फेरि पनि हजुरहरूलाई नयाँ वर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना। हस् त, धन्यवाद।